वायु प्रदूषण विश्वकै एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण हरेक वर्ष लाखौं मानिसको असामयिक मृत्यु हुन्छ। यसलाई हामीले यति सिरियसली किन लिनुपर्छ भने विश्व स्वास्थ्य संगठन WHO का अनुसार वायु प्रदूषणका कारण संसारभर हरेक वर्ष करिब 70 लाख मानिसको मृत्यु भइरहेको छ। अरू देशमा भन्दा नेपालमा भने वायु प्रदूषणको असर अझै गम्भीर रहेको छ। रिपब्लिकाका अनुसार नेपालमा हरेक वर्ष करिब 42,000 देखि 50,000 मानिसको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रोगहरूकै कारण हुने गरेको छ, जसले नेपालमा कुल मृत्युको करिब 19% हिस्सा ओगटेको छ। र त्यसमा पनि अकर्डिङ टु मिनिस्ट्री अफ हेल्थ 66% डेथ क्रोनिक लङ डिजिज मतलब एयर पोल्युसनका कारण हाम्रो बडी पार्ट फोक्सोलाई ड्यामेज गरी अस्थमा तथा सीओपीडी जस्ता सिरियस रोग लाग्नुका कारण हुन्छ भने 34% मुटु रोग जस्तै हाई ब्लड प्रेसर र हार्ट अट्याकका कारण हुन्छ। वायु प्रदूषणले सबै एजका मानिसहरूलाई एफेक्ट गर्ने भए पनि मेनली 0 देखि 14 वर्षका शिशु र बालबालिका तथा 65 वर्ष कटेका वृद्ध वृद्धा अनि पहिल्यै कुनै हेल्थ इस्यु भएका र गर्भवती महिला तथा गर्भमा रहेको शिशुलाई धेरै असर पुर्याउँछ। वायु प्रदूषण तब हुन्छ जब हावामा फोहोर वा विषालु कण र ग्यासहरू मिसिन्छन्, जसले गर्दा सास फेर्न पनि अस्वस्थ हुन्छ। सामान्यतया वायु प्रदूषण नाप्न विभिन्न यन्त्रहरू र मापन विधिहरू प्रयोग गरिन्छ। सबैभन्दा सामान्य र प्रचलित तरिका भनेको AQI मतलब एयर क्वालिटी इन्डेक्स हो, जसले हावा कतिको सफा र प्रदूषित छ भनेर जनाउँछ। एयर क्वालिटी इन्डेक्सका अनुसार प्रदूषणको स्तर 0 देखि 50 को रेन्जमा छ भने यो हावाको गुणस्तर राम्रो मानिन्छ। यदि यो स्तर बढेर 51 देखि 100 को रेन्जमा छ भने यसलाई सामान्य मानिन्छ र यसले संवेदनशील मानिसहरूलाई मात्र असर पुर्याउँछ। यदि यो स्तर बढेर 101 देखि 150 को रेन्जमा छ भने यसलाई अस्वस्थ मानिन्छ र यसले दम अथवा एलर्जी भएका मानिसहरूलाई मात्र असर गर्छ। यदि यो स्तर बढेर 151 देखि 200 को रेन्जमा छ भने यसलाई अस्वस्थ मानिन्छ र यसले सबै मानिसहरूलाई असर पुर्याउँछ। यदि यो स्तर बढेर 201 देखि 300 को रेन्जमा छ भने यसलाई एकदमै हानिकारक मानिन्छ र यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ, जुन अहिले नदेखिए पनि बिस्तारै नजिकैको भविष्यमा देखिन थाल्छ। यदि यो स्तर 301 भन्दा माथिको रेन्जमा छ भने यसलाई खतरनाक स्तर मानिन्छ। अहिलेको रिसेन्ट सिचुएसनलाई हेर्ने हो भने काठमाडौँको AQI 177 छ, जसको मतलब हामीले अस्वस्थ हावा लिइरहेका छौँ र यो प्रदूषित हावालाई प्रदूषित बनाउने मेन प्रदूषण तत्त्व 2.5 माइक्रोन साइजका छन्, जसको मतलब हावामा धुलो, धुवा र लिक्विड ड्रपलेटहरूको मिश्रण छ र यो साइजको प्रदूषण तत्त्व यति सानो हुन्छ कि यसलाई हामीले श्वास प्रश्वास गर्दा सजिलै आफ्नो बडीभित्र लिन सक्छौँ। हावा अत्याधिक प्रदूषित हुने मुख्य कारणहरू गाडीहरूको धुवा, औद्योगिक प्रदूषण र डढेलो हुन्, जसले अत्याधिक रूपमा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड जस्ता ग्यासहरू प्रड्युस गर्छन् र यसले हावालाई पोल्युटेड बनाउन मेजर रोल खेलिरहेको हुन्छ। नेपालमा चैत वैशाखको टाइम भनेको त्यस्तो टाइम हो जब हामीले जाडो छोडेर गर्मी टाइमतिर लाग्छौँ र यो टाइममा पानी कम पर्ने हुनाले सबै जमिनहरू सुक्खा भइरहेको हुन्छ। यो फोटोमा देख्नु भएको रातो डटहरू नेपालमा अहिले लागिरहेको आगो हो, जसले अत्याधिक रूपमा प्रदूषित ग्यासहरू प्रोड्युस गरिरहेको छ। लगभग 2-3 दिनदेखि तपाईहरू सबैले आँखा हेर्न गाह्रो हुने, आँखा पोल्ने अनि आँखा रातो हुने जस्तो समस्याहरू फेस गर्दै आइरहनु भएको होला। स्पेशली काठमाडौँमा बस्नुहुन्छ भने त झन् सास फेर्नै गाह्रो हुने हो कि जस्तो फिल पनि भयो होला। काठमाडौँको जियो लोकेसन हेर्ने हो भने यसको चारैतिर डाँडाहरू छन् र हावा खुल्ला रूपमा चल्न नपाउँदा प्रदूषित हावा सजिलै पास हुन पाउँदैन, जसले गर्दा प्रदूषित हावा धेरै टाइमसम्म रहन्छ। अहिलेको टाइममा काठमाडौँको हावा यति प्रदूषित बन्नुको मुख्य कारण नेपालमा चारैतिर आगो लाग्नु भए पनि यो मात्रै भने होइन। 2021 को डाटालाई हेर्ने हो भने काठमाडौँमा करेन्टली 17 लाख मानिसहरू बस्छन् र 18 लाख 2 पाङ्ग्रे तथा 4 पाङ्ग्रे सवारी साधनहरू काठमाडौँको रोडमा गुडिरहेका छन्, जसले ठूलो क्वान्टिटीमा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड जस्ता ग्यासहरू प्रड्युस गरी हाम्रो इन्भाइरोमेन्टलाई प्रदूषित बनाइरहेका छन्। 2020 देखि लिएर 2025 सम्मको डेटालाई हेर्ने हो भने काठमाडौँ वर्षैभरि नभए पनि वर्षको एकचोटि वर्ल्डको नम्बर 1 पोल्युटेड सिटी बन्ने गरेको छ। विज्ञहरूका अनुसार यो प्रदूषित हावाले हाम्रो आयुलाई औसत 5 वर्ष घटाइरहेको छ। मतलब यदि तपाईँ 80 वर्ष बाँच्नुहुन्थ्यो भने एयर पोल्युसनका कारण 75 वर्षमै मर्ने सम्भावना धेरै छ। यस्तो गम्भीर समस्या निम्त्याउने वायु प्रदूषणलाई कन्ट्रोल गर्न नेपाल सरकारले 2077 सालमा 117 पेजको वातावरण संरक्षण ऐन निकालेको थियो, जस अन्तर्गत नेपालमा इलेक्ट्रोनिक भेहिकलहरूलाई प्राथमिकता दिइने अनि कचरा तथा फोहोरहरूलाई जलाएर वातावरणमा अनि जनजीवनमा हानि पुर्याउने कार्य गरेमा 50,000 सम्म जरिवाना र 5 वर्षसम्मको जेल सजाय जस्ता नीतिहरूलाई अगाडि सारिएको थियो। त्यो 117 पेजको सबै नीतिहरूलाई पढ्न सक्नुहुन्छ डिस्क्रिप्सनमा भएको लिंक क्लिक गरेर। जति नै ऐन तथा व्यवस्था ल्याए पनि नेपालको कानून दैवले जानुन् भने जस्तै व्यवहारमा भने वायु प्रदूषणलाई कन्ट्रोल गर्न नेपाल सरकारले त्यस्तो केही कदम चालेको देखिँदैन। वायु प्रदूषणलाई हटाउन
बचाउन हामीले आफ्नो तर्फबाट गर्न सक्ने कदमहरूलाई हेर्ने हो भने वायु प्रदूषणलाई आजको भोलि नै त हटाउन सकिँदैन, तर हाम्रो फ्युचर जेनेरेसनको लागि र हाम्रो नियर फ्युचरमा वायु प्रदूषणबाट सुरक्षित रहन हामीले धेरै कुराहरू गर्न सक्छौं। जस्तै इलेक्ट्रिक भेहिकलको प्रयोग गर्ने, पेट्रोल र डिजेलको स्थानमा इलेक्ट्रिक गाडीको प्रयोग गर्दा गाडीहरूले गर्ने वायु प्रदूषण घट्छ। त्यस्तै आफ्नो प्राइभेट गाडी भन्दा सबैले पब्लिक गाडीको प्रयोग गर्दा रोडमा घुम्ने सवारी साधनको संख्या घट्ने हुँदा वायु प्रदूषण बिस्तारै घट्दै जान्छ। अनि हाम्रो वातावरणमा हामीले लिने अक्सिजनको स्तर वृद्धि गर्न र प्रदूषणलाई शोषण गर्न वृक्षारोपण एकदमै महत्त्वपूर्ण छ। त्यस्तै वन जंगलमा डढेलो नलगाउने र लगाउन पनि नदिनाले वायु प्रदूषणमा हुने इमिडिएट कन्ट्रिब्युसनलाई घटाउन सकिन्छ। र आफ्नो नजिकैको कुनै उद्योग कल कारखानाहरूले अनावश्यक रूपमा वायु प्रदूषण गरिरहेको छन् भने त्यसलाई रोक्न उचित कदम चाल्नाले भविष्यमा हुने वायु प्रदूषण तथा यसबाट लाग्ने रोगहरूबाट बच्न सकिन्छ। र अहिलेको सिचुएसनबाट बच्न भने काम पर्दा मात्र घरबाट निस्किनै परे पनि अरू नर्मल मास्क नभई K95 मास्क लगाउने, आँखाहरू चिलायो अथवा पोल्यो भने डाक्टरकोमा गएर देखाउनाले वायु प्रदूषणबाट हुने इमिडिएट इफेक्टहरूबाट बच्न सकिन्छ। आज गरौँ यस्तो गम्भीर समस्याबाट निस्किन र काठमाडौँलाई दुनियाँको मोस्ट पोल्युटेड सिटीको लिस्टबाट हटाउन नेपाल सरकारबाट केही गम्भीर र सिरियस कदमहरू चालिनेछ। अहिलेको लागि यति नै। आई होप सधैँ जस्तै यो भिडियो पनि इन्फर्मेटिभ नै थियो होला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। अब म भेट्नेछु हजुरहरूलाई अर्को भिडियोमा। भिडियो मन परे लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला।